नमस्ते, लासो फेफुल्ला। वेलकम टु माई च्यानल अक्कीको जीवन। र आज फेरि एउटा नयाँ एपिसोडमा तपाईहरू सबैजनालाई तामाङ भाषा सिक्नका लागि मेरो च्यानल अक्कीको जीवनमा स्वागत गर्दछु। र आजको एपिसोडमा चाहिँ म तपाईहरूले नै सोधेको कमेन्ट मार्फत सोधेको 9वटा यस्तो शब्दहरूको तामाङ शब्द बताउने छु, जुन चाहिँ शब्दहरूको बारेमा चाहिँ मैले धेरै मेरो भिडियोजहरूमा कुरा गरेको छुइनँ। र यो भिडियो चाहिँ एकदमै त्यो शब्दहरूप्रति केन्द्रित हुनेछ, जुन चाहिँ शब्दहरूको बारेमा चाहिँ मैले मेरो आजसम्मको भिडियोमा धेरै कुरा गरेको छुइनँ। र ती 9वटा शब्दहरू के हुन् र ती 9वटा शब्दहरूको तामाङ अर्थ के हो त्यो जान्नका लागि चाहिँ तपाईहरूले यो भिडियोलाई लास्टसम्म हेर्नुपर्ने हुन्छ। र अब चाहिँ ढिलो नगरिकन भिडियोतर्फ लाग्न चाहन्छु। लेट्स मुभ अन टु द एपिसोड। ओके, अब एपिसोडको कुरा गर्दाखेरि सबैभन्दा फर्स्टमा चाहिँ पिसाब अथवा मूत्र, हैन? नेपालीमा त अब पिसाब अथवा मूत्र भनेर भन्छ। अनि हाम्रो तामाङ भाषामा पनि त्यो शब्दलाई भन्ने एउटा शब्द छ। र मैले यो शब्द चाहिँ पहिलाको एपिसोडमा पनि 1-2 चोटि चलाएको छु, तर तपाईहरूले त्यो एपिसोडहरू राम्रोसँगले हेर्नु भयो भएन त्यो मलाई थाहा भएन। त्यही भएर मैले यो शब्दलाई पनि यहाँ इन्क्लुड गरेको। र पिसाब अथवा मूत्र नेपालीमा भन्छ भने तामाङ भाषामा चाहिँ च्याम भनेर भन्छ। तामाङ भाषामा च्याम। अझ एकचोटि सुन्नुहोस्, तामाङ भाषामा च्याम भनेर भनिन्छ।